र साझा भुजाको दुवैतिर पर्ने कोणहरूलाई आसन्न कोणहरू भनिन्छ। एउटै शीर्षबिन्दु र साझा भुजा के साझा हुन्छ हैन, त्यसलाई के भनिन्छ अरे? आसन्न कोण। के भनिन्छ? आसन्न कोण। अब अर्को छ, दुईवटा सिधा रेखाहरू आपसमा काटिदा विपरीत दिशातिर बनेको कोणहरू कोण भनिन्छ। दुईवटा सिधा रेखा आपसमा काटिदा त्यसको जस्ट के विपरीत बनेका कोणहरू के हुन्छ? यदि दुईवटा कोणहरूको योगफल 90 डिग्री हुन्छ वा एक समकोण हुन्छ, एक समकोण भनेको 90 डिग्री हो हुन्छ भने ती कोणहरूलाई एक अर्काको समपूरक कोण भनिन्छ। एउटा बिल्कुल एउटा 90 डिग्रीको हुने है, अर्थात् एक समकोण भने 90 डिग्री कोणलाई के भनिन्छ? समकोण भनिन्छ। त्यसैले ती कोणहरूलाई एक अर्काको के भनिन्छ? समपूरक कोण भनिन्छ। दुईवटा कोणको योगफल है, दुई समकोण वा 180 डिग्री। दुई समकोण भनेको 90 दुना 180 डिग्री हुन्छ। दुई समकोण भनेको 180 डिग्री हो भने ती दुईवटा कोणहरूलाई एक अर्काका परिपूरक भनिन्छ। ती दुईवटा कोणहरूलाई एक अर्काको के भनिन्छ? परिपूरक। दुई 90 डिग्रीका जोड्ने हो भने 180 हुन्छ, हो कि हैन? त्यसैले दुईवटा भुजाहरू 90 डिग्रीको कोणहरू 90 डिग्रीको कोणहरू जोड्दा के हुन्छ अरे? एउटा के हुन्छ? परिपूरक हुन्छ अर्थात् परिपूरक कोण हुन्छ भन्ने कुरा बुझ्यौ? टाइम कति छ?